जनताले यत्रो लखेटिसकेपछि, दुध काटिसकेपछि नेताहरू पनि 2-4 दिन त यसो बाहिर देखा नपर्नु नि। त्यो बदनाम अनुहारलाई जनताबाट केही दिन भए पनि टाढै राख्नु नि। त्यो झर्को लाग्दो र एक हदसम्म रिसै उठाउने खालको बोलीलाई केही दिन त लगाम लगाउनु नि। शान्त रहेर केही दिन आफूहरूबाट भए गरेका भुल त्रुटि र अपराधहरूप्रति पश्चाताप गर्दै आफूलाई सच्याउने दिशामा उन्मुख हुनु नि। विपासना जानु, ओशो तपोवन जानु, मनोक्रान्ति जानु, ध्यान गर्नु, चिन्तन गर्नु, मनन गर्नु, दिमागलाई ठन्डा राख्नु, ठन्डा पार्नु। खाली बोलेको छ, फलाकेको छ। हेर्नुहोस्, अहिले देशका ऐतिहासिक धरोहर र सम्पदा जलेर खरानी भएका छन्। त्यो देखेर सिङ्गो देश दुखिरहेको छ। देश मर्माहत छ यति बेला। तर कतिपय नेताहरूलाई भने देशको पीडाले अझै पुलिरहेको देखिँदैन। उनीहरूलाई त उही आफ्नै पार्टीको चिन्ता छ, पार्टी अफिसको चिन्ता छ। जलेका सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन, शीतल निवास र प्रहरी चौकीहरूको त कुनै सुर्ता नै छैन उनीहरूलाई। बस के को चिन्ता छ? आफ्नो पार्टीको, आफ्नो अफिसको चिन्ता छ।